आज निजामती सेवाको गठन, संगठन, संरचना, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरूको बारेमा म तपाईहरुलाई चाहिँ सानो भिडियो बनाएर ल्याएको छु। कृपया साथीहरु भिडियो चाहिँ अन्तिमसम्म चाहिँ हेरेर साथ दिनुहोला। निजामती सेवा ऐन 2049 र निजामती सेवा नियमावली 2050 र यो चाहिँ निजामती सेवा ऐन 2049 चाहिँ लाल मोहर र प्रकाशन मिति चाहिँ 2050 2 महिना 4 गते भएको। अनि यस ऐनमा 76 वटा दफा र 10 वटा परिच्छेदहरू रहेका छन्। त्यसपछि यो निजामती सेवा ऐन 4 पटक संशोधन भएको छ। एउटा चाहिँ पहिलो संशोधन चाहिँ कहिले भएको छ भन्दाखेरि 2055 साल 3 महिना 29 गते। अनि त्यस्तै गरी दोस्रो संशोधन चाहिँ 2064 साल 4 महिना 23 गते। तेस्रो संशोधन 2077 साल 12 महिना 12 गते। अनि चौथो संशोधन निजामती सेवा ऐनको चौथो संशोधन 2072 साल 3 महिना 29 गते भएको। अनि निजामती सेवा नियमावली 2050 प्रकाशन तथा प्रमाणीकरण मिति नियमावली चाहिँ 2050 चाहिँ प्रकाशन र प्रमाणीकरण मिति चाहिँ कहिले भयो भन्दाखेरि 2050 साल 3 महिना 28 गते। 2050 3 महिना 28 गते। अनि त्यस्तै गरी यस नियमावलीमा परिच्छेद 16 वटा परिच्छेद र दफा 138 वटा रहेका छन्। नियमावलीमा चाहिँ परिच्छेद चाहिँ 16 वटा दफा 138 वटा र निजामती सेवा ऐनमा फेरि 76 वटा दफा र 10 वटा परिच्छेद रहेका छन् भन्ने बुझ्नु पर्यो। र हालसम्म चाहिँ यो निजामती सेवा नियमावली चाहिँ 16 पटक संशोधन भएको थियो र पहिलो संशोधन चाहिँ विक्रम सम्वत 2055 साल 7 महिना 3 गते भएको भनेपछि 16औं संशोधन चाहिँ विक्रम सम्वत 2076 साल 1 महिना 30 गते चाहिँ 16औं संशोधन भएको हो। अनि त्यसपछि निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरूको व्यवस्था गर्न बनेको ऐन प्रस्तावनामा चाहिँ निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवा को गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धी व्यवस्था गर्न बनेको ऐन निजामती सेवाको गठन। निजामती सेवा ऐन 2049 को परिच्छेद 2 मा गरिएको व्यवस्था बमोजिम कर्मचारी प्रशासनको केन्द्रीय निकायको रूपमा कुन मन्त्रालय रहन्छ भन्दाखेरि सामान्य प्रशासन मन्त्रालय दफा 2 को क बमोजिम। निजामती सेवा भित्र कतिवटा सेवा पर्दछन्? निजामती सेवा ऐन 2049 को दफा 3 बमोजिम गठन गरिएको सेवालाई निजामती सेवा भनिन्छ, जस अनुसार निजामती सेवा भित्र 10 वटा सेवाहरू पर्दछन्। ती 10 वटा सेवाहरू के हुन् भन्दाखेरि एउटा चाहिँ नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल परराष्ट्र सेवा, अनि त्यसपछि नेपाल प्रशासन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा, नेपाल न्याय सेवा, नेपाल वन सेवा, अनि त्यसपछि नेपाल लेखा परीक्षण सेवा गरेर चाहिँ निजामती सेवा ऐन 2049 मा 10 वटा निजामती सेवाको गठन 10 वटा तरिकाले हुन्छ। एउटा चाहिँ यो भइसक्यो हैन। अनि वर्तमान संविधानको धारा कतिमा सरकारी सेवाको गठन सम्बन्धी व्यवस्था गरिएको छ भन्दाखेरि वर्तमान संविधानको धारा 285 मा सरकारी सेवाको गठन सम्बन्धी व्यवस्था गरिएको छ। निजामती कर्मचारीको श्रेणी सम्बन्धमा चाहिँ एउटा चाहिँ राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी चाहिँ दुई भागमा छ, जसमा चाहिँ राजपत्राङ्कितमा विशिष्ट श्रेणी, प्रथम श्रेणी, द्वितीय श्रेणी र तृतीय श्रेणी हुन्छ। राजपत्राङ्कितमा प्रथम, द्वितीय अनि त्यसपछि तृतीय अनि त्यसपछि चौथो र पाँचौं गरेर चाहिँ हुन्छ। यो चाहिँ राजपत्राङ्कितमा चाहिँ नोट अफिसर तहभन्दा माथिको भनेको राजपत्राङ्कित भयो। अनि राजपत्र अनङ्कित भनेको चाहिँ खरिदार नायब सुब्बासम्मको। अनि त्यसपछि निजामती सेवाको पदपूर्तिको तरिका।
निजामती सेवाको पदपूर्तिको तरिका चाहिँ निजामती सेवा ऐन 2049 को परिच्छेद 3 बमोजिम हुनेछ। परिच्छेद 3 बमोजिम निजामती सेवाको दरबन्दी सिर्जना गर्दा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सामान्य प्रशासन मन्त्रालयमा पठाउनु अघि कसको सहमति लिनुपर्दछ भन्दाखेरि अर्थ मन्त्रालयको सहमति लिनुपर्दछ। अनि पदपूर्ति भनेको के हो भन्दाखेरि सङ्गठनमा रिक्त र नयाँ सिर्जना भएका पदहरूमा योग्य तथा सक्षम पेसाविद कर्मचारीहरूको प्रक्रियाद्वारा भर्ना, छनौट, नियुक्ति र पदस्थापन गर्ने समग्र प्रक्रियालाई चाहिँ पदपूर्ति भनिन्छ। अनि निजामती सेवामा पदपूर्ति सम्बन्धी भएको व्यवस्था सेवा ऐन 2049 को दफा 7 को उपदफा अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी बाहेकका पदहरूमा देहाय बमोजिमको पदपूर्ति गर्ने व्यवस्था छ। अब जाम पद र श्रेणीहरू अनि खुल्ला प्रतियोगिताद्वारा कार्यक्षमता मूल्याङ्कन बढुवाद्वारा अनि त्यसपछि आन्तरिक प्रतियोगितात्मक परीक्षा बढुवाद्वारा अनि त्यसपछि ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा। कमा चाहिँ श्रेणीविहीन राजपत्र अनङ्कित 5औं श्रेणीको चाहिँ खुल्ला प्रतियोगिता चाहिँ 100% चाहिँ खुल्ला प्रतियोगिता हुन्छ पदपूर्ति गर्दाखेरि। अनि राजपत्र अङ्कित 4थोको छैन, अनि राजपत्र अनङ्कित तृतीयको पनि छैन र राजपत्र अनङ्कित द्वितीय श्रेणीको 77% चाहिँ के हुन्छ भन्दाखेरि खुल्ला प्रतियोगिताबाट पदपूर्ति हुन्छ। 20% चाहिँ आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा र 10% चाहिँ ज्येष्ठता कार्य सम्पादन मूल्याङ्कनद्वारा हुन्छ। अनि अर्को राजपत्र अनङ्कित प्रथम श्रेणी, राजपत्र अनङ्कित प्रथम श्रेणीको चाहिँ 40% चाहिँ खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा हुन्छ पदपूर्ति। अनि चाहिँ 20% चाहिँ के हुन्छ भन्दाखेरि कार्यक्षमताको मूल्याङ्कनद्वारा हुन्छ। अनि त्यसपछि 40% चाहिँ फेरि के हुन्छ ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुन्छ राजपत्र अनङ्कित प्रथम श्रेणीको। अब आयो राजपत्राङ्कित तृतीय श्रेणीको। राजपत्राङ्कित तृतीय श्रेणीको चाहिँ 77% चाहिँ खुल्ला प्रतियोगितात्मक परीक्षा हुन्छ। त्यस्तै गरी 30% चाहिँ ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुन्छ। अनि अर्को राजपत्राङ्कित द्वितीयको 10% खुल्ला प्रतियोगितात्मक, अनि त्यसपछि 35% चाहिँ के हुन्छ भन्दाखेरि कार्यक्षमताको मूल्याङ्कनद्वारा, 20% चाहिँ आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा र अर्को 35% चाहिँ ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुन्छ। अनि अर्को राजपत्राङ्कित प्रथम श्रेणीको चाहिँ 10% खुल्ला प्रतियोगिता, 35% चाहिँ कार्यक्षमताको मूल्याङ्कन, अनि त्यसपछि आन्तरिक प्रतियोगितात्मक 20% र फेरि 35% ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुन्छ। अब यी भए हैन पदपूर्ति सम्बन्धी व्यवस्था। अब निजामती सेवालाई चाहिँ समावेशी बनाउन चाहिँ गरिएको व्यवस्था निजामती सेवा ऐन 2049 को दफा 7 को उपदफा 1 मा व्यवस्था भए अनुरूप नेपालको निजामती सेवालाई समावेशी तुल्याउन खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने पदमध्ये 45% पदहरूमा देहाय बमोजिमको आरक्षणको व्यवस्था गरिएको छ। अनि जसमा चाहिँ महिला चाहिँ 33%, आदिवासी जनजाति चाहिँ 27%, अनि त्यसपछि मधेसी चाहिँ 22%, अनि त्यसपछि दलित चाहिँ कति हुन्छ भन्दाखेरि 9%, अपाङ्गलाई चाहिँ 5%, पिछडिएको क्षेत्रलाई चाहिँ 4% चाहिँ छुट्याइएको छ। महिलालाई 33%, आदिवासी जनजातिलाई 27%, मधेसीलाई 22%, दलितलाई 9%, अनि अपाङ्गलाई 5%, पिछडिएको क्षेत्रलाई 4%। नोट, पिछडिएको क्षेत्रमा चाहिँ कुन कुन जिल्ला पर्दछन् भन्दाखेरि अछाम, बझाङ, बाजुरा, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, मुगु र डोल्पा। अछाम, बझाङ, बाजुरा, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, मुगु र डोल्पा पर्दछन् है त साथीहरु। अनि अर्को कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बिदा र विभागीय सहजाय र अवकाश सम्बन्धी व्यवस्था चाहिँ तपाईहरुलाई चाहिँ अर्को भिडियोमा चाहिँ ल्याउने छु। कृपया हाम्रो भिडियो मन परे लाइक, शेयर अनि चाहिँ
यो पेजलाई चाहिँ फलो गर्न नबिर्सिनु होला। हस्, धन्यवाद।